हेलो नमस्ते सबैजनामा जय नेपाल। धेरै पछि आज भ्लग बनाउने मोड चल्यो। लगभग अमेरिका आएपछिको मेरो फर्स्ट भ्लग भनेको आजबाट सुरु। झन्डै 7 महिना जस्तो भयो आएको। भिडियोहरू बनाउन पनि मन पनि लागेको थिएन, बनाइएको थिएन, मुड पनि चलेको थिएन। आजदेखि भन्दा नि आज मात्रै भनेको कि होइन। आज अलिक दिन पनि खास रहेको छ। आज एकादशी पनि हो। अनि त्यसकै उपलक्ष्यमा मन्दिर जाँदैछौँ। पछाडि फिलहाल यता कौशिलाको देखिन त यता ज्वाइँ यस्तै छ। सबैजना दाजुहरूको घर पछाडि आउँदैछ। भ्लग बनाऊँ भनौँ यस्तै हुन्छ, कहिले के हुन्छ कहिले के हुन्छ। अबदेखि चाहिँ कहिलेकाहीँ आउँछ, त्यस्तै छ। अब एकछिनमा पर पुगेपछि बनाउँछु। यता केही भन्यो कौशिला उसलाई हाँसेको यता ज्वाइँ हाम्रो कति घन्टा पो लाग्छ हामी यहाँबाट 2 आवर भनेपछि ल बाटोमा देखाउँदै जान्छु। अमेरिकाको यात्रा यस्तै छ, अमेरिकाको घुमघाम। लगभग कति 7 महिना भयो नि त म आएको होइन हो त नि। 7 महिनापछि आजै हो भ्लग बनाउने मोड चलेको मलाई। नेपालमा हुँदाखेरि त्यहाँदेखि मैले बनाएको थिएँ, यहाँदेखि मैले बनाएकै थिइनँ एउटा त्यो गिटारको अनबक्सिङ भिडियो बनाएँ, त्यति नै हो। कपाल पनि संसारमै नभएको छ मेरो त यहाँ। 1 पिस कसले मलाई कहाँ छ कि त नम्बर 1 हुनुपर्छ अरे कि त ओन्ली 1 हुनुपर्छ अरे कि। मेरो चाहिँ नम्बर 1 होइन, ओन्ली 1 चाहिँ छ कपाल चाहिँ, अरू नआयो अरे। ल अहिले बाटोमा म देखाउँदै जान्छु यहाँको बाटो व्याख्या। ल आजको वेदर पनि दामी छ, गर्मी पनि छैन, धेरै चिसो पनि छैन। हामी चाहिँ जाँदैछौँ बाटोमा। लगभग अब अझै 2 घन्टा 2.5 घन्टा लाग्छ होला। 10 मिनट त पो हामी हिँडेको होइन। मनपर्छ बस्न एक खालको आनन्द फिल हुन्छ नि। मार्केटहरू यसो नजिक हुनु भने त मकैबारी बस्ती होइन, मकै त रहेछ त कस्तो दामी। उता पनि अहिले चाहिँ हामी रेस्ट एरियामा आइपुग्यौँ। अब यहाँबाट लगभग 1 घन्टा जति लाग्छ अरे। त्यसपछि चाहिँ वृन्दावन पुगिन्छ। यस्तो छ। हामी यताबाट आएको, अब यतातिर जान्छौँ। ल अब बाँकी चाहिँ पुगेपछि म भिडियो गर्छु। ल अब एकछिन रेस्ट एरियाबाट हामी फेरि अब यात्रा हाम्रो जारी नै छ। अब लगभग 1 घन्टाको यात्रा। जिरो सुगर होइन, म त मैले केही नखाने। आजको दिन मेरो लागि आज व्रत छ। पानी चाहिँ छ, पानी छ। ओ पानी चोकै पानी हो।
ब्याट्री लो देखायो चोखो पानी हो यो तपाईँ कति छ चार्जर चोर लगाउनु कता झऱ्यो हौ फेरि कसले खाएको यो पानी अब अर्को पानीहरू ए लु ल्याउ नि त हौ तिर्खा लाग्यो पानी खाउँ अनि त्यसपछि जाउँ जाउँ के हो र यहाँ पुरै उक्लाउनु हुँदैन नि त त्यो झन् कुदाउँदै ए पानी आयो इन्डियन आन्टीहरू नि आएको रहेछन् धेरै है आज इन्टरनेट भेट हो है र अब हामी चाहिँ अहिले इलामबाट झापा झर्दैछौँ झापा झर ठुलो झोरा भोकै आउँछौँ नि त त्यही भएर ल हामी चाहिँ आइपुग्यौँ 12:30 10 बजी हिँडेको कौशला अरे ल हामी चाहिँ अहिले आइपुग्यौँ यी बिरामी भइन् रोगी मान्छे अगाडि न उफ घाम त कस्तो लागेको छ नि के गर्नु र नेपालमा भन्दा धेरै चाहिँ होइन गर्मी तर घाम चाहिँ पोल्नै घाम लाग्दो रहेछ हौ हामी चाहिँ मन्दिरमा पूजा गर्दैछौँ झिका न पैसा यहाँ हो कौशिला यहाँ राख न भइगयो घाम डह्रो लागिहाल्यो 12 लागे जतिकै त्यही भएर रुख पनि ठुलो छ यहाँ
ठुलो रुखमा ओत्लाएर बसेको चस्मा ल्याइएन आँखा चिम्रिक गर्मी हो धेरै आज एकछिन न त होइन यी म बसिसकिसकेँ कि अब वेट गर न यता एकछिन म बसिसकिसकेँ क्या अब ल यस्तै छ मन्दिर घुमाइ मन्दिर होइन नि मन्दिर चाहिँ पुगिएको छैन अब जानै बाँकी छ रिच कसको बुझ्ने अरे ए तिम्रो बुझ्ने हो नि सब भिडियोको माथि माथि मात्रै भन्यौँ नि हामी त यहाँ एउटा हाल्ने त ए माछा पनि पो छ त यहाँ त ऊ अनि ऊ त्यत्रो देख्दैन माछा आँखा त ल हामी चाहिँ अब घुमिसक्यो मोबाइल स्विच अब मेरो चाहिँ यहाँनिर कौशिलाबाट खिचेको गाई अब हामी चाहिँ घर फर्केको आजलाई यस भ्लग यस्तै हो अब आउने भ्लगमा भेटौँला नमस्ते जय नेपाल बाई बाई